नमस्ते गाइज, हेर्नु न उहाँनिर चाहिँ एकजना औठी बेच्ने अङ्कल हुनुहुन्छ है। म चाहिँ उहाँलाई गएर सोध्छु मलाई यो मध्येमा के दिनुहुन्छ भनेर सोध्छु। मसँग पैसा पनि छैन भनेर उहाँलाई म सोध्छु है। अब हेरौँ है त उहाँले मलाई कस्तो रियाक्ट गर्नुहुन्छ, बाँकी गिफ्ट दिइहाल्नुहुन्छ कि, हेरौँ है त अन्तिमसम्म हेर्नु ल। अङ्कल नमस्ते। मलाई यति मध्येमा एउटा के दिनुहुन्छ भन्नु त। तपाईँलाई के मनपर्छ त्यो हेर्नु न पहिले। मेला चाहिँ कति बजीदेखि आउनु भएको तपाईँहरू? म 4 बजी 3:30 बजीतिर आएको। 3:30 बजीतिर? त्यतिखेरसम्म चाहिँ तपाईँको यो चाहिँ के सामानहरू बिक्री भयो? मैले भर्खरै खोल्दैछु, अहिले बिक्री भएको छैन खास। बिक्री भएको छैन है। हेर्नु न मलाई यहाँ मध्येको तपाईँ एउटा राम्रो यो बाला मन परेको छ है, मलाई दिन सक्नुहुन्छ? लानु न, म दिइहाल्छु नि। मसँग पैसा पनि छैन। मैले दिन लिएको हो, दिइहाल्छु नि। पैसा चाहिँदैन? एउटा गिफ्ट नै भयो होला तपाईँलाई। गिफ्टै भयो मलाई? म स्टुडेन्ट हो कि, अनि मसँग पैसा छैन, म लगौँ यो? हुन्छ लानु न। हेर्नुहोस् न गाइज, मलाई उहाँले चाहिँ यो गिफ्ट दिइसक्नु भयो है। म साँच्चीकै लानु नि यो? लानुहोस् न। मैले अनि हजुरलाई घाटा हुँदैन? हुँदैन, एउटा चुरामा के यो घाटा हुन्छ। हामी व्यापारीलाई के एउटा दुईटा घाटा हुने कुरै हुँदैन। ल हजुरलाई धेरै धेरै धन्यवाद। यो चाहिँ हामीले भिडियोको लागि बनाएका थियौँ है। उहाँ हेर्नु क्यामेरा पनि वहाँनिर छ है। हजुरलाई एकदमै धेरै धेरै धन्यवाद। म चाहिँ हजुरलाई गिफ्ट गर्न चाहन्छु है। म चाहिँ अरविन्द आई केयरदेखि आएको। लिनुहोस् हजुरको गिफ्ट। हजुर गिफ्ट लिनु। म चाहिँ हजुरलाई होइन, लिनु न हजुरको लागि गिफ्ट। खोलेर हेरिदिनुहोस्। भनेपछि राम्रो चस्मा ल्याइदिनु भयो कि हो? थाहा पाउनु भएको थियो कि हो यस्तो आँखा देख्दैन भनेर? यस्तो घाममा हिँड्नुहुन्छ, यस्तो घाममा बस्नुहुन्छ, जहिले चस्मा लगाइराख्नु ल। घाममा सजिलो हुन्छ हजुरलाई। हुन्छ हुन्छ लगाइदिनु। ल लगाउँदैछु है। हजुरको गिफ्ट राम्रो देखिनु भयो। के भन्न चाहनुहुन्छ? हजुरलाई धेरै धेरै धन्यवाद छ। यस्तो कामहरू सफल होस्, तपाईँहरूले गर्नुभयो कामहरू सधैँभरिलाई खुसी रहनु भन्न चाहन्छु। धन्यवाद हजुरलाई पनि।